कसैको लागि प्रेम पत्र थियो, त्यो लेख्दा लेख्दै एउटा डायरी भइसक्यो। तर त्यो प्रेम पत्र चाहिँ कहिले पनि पठाउन सकिएको पनि छैन अनि खुलेको पनि छैन क्या। त्यो कसरी लेखेँ भन्ने कुरा चाहिँ वर्णन गरेकी छु मैले। कविता यसरी सुरु हुन्छ। काश तिमीले देख्थ्यौ मजेरीमा तिम्रा नजर पुरेका मेरो मनको डायरी, जो वर्षौँदेखिका आश बोकिरहेछन् एकचोटि तिम्रो ध्यान आकर्षण पाउने। सपना सजाउँदैछन् काटिएर रिबनका नाभी तिनका पहिलो जन्मदिन मनाउने। गुम्सिएका छन् भावनाहरू तिमीप्रतिका त्यही पानाहरूको चेपमा। अन्जान छन् बिम्ब पनि पर्खाइ तिनका अर्थै अर्थ प्रस्ट्याउने लेखमा। कलमलाई सोध उसको पर्खाइ, जो तिम्रो नाम मात्र लेखेपछि केही बेरका लागि बन्द भयो। आँखालाई सोध त्यसको बाध्यात्मक रोग, जो हेरिरहेथ्यो तिम्रै काल्पनिक चित्र हावामा र वास्तविकतासँग अन्धो भयो। दिमागलाई सोध त्यसको अन्योलता, जो आफैमा लेख्दै केर्दै थियो मनगणन्ते तिमीसँग भावी दिनका किस्सा। ओठलाई सोध त्यसको लगाव, जो मात्र बरबराइरहेथ्यो तिम्रो नाम अनि सजाउँदै थियो आँसु किस्सा। ती हरेक पानाहरूमा मात्र केवल विश्वास भेटिनेछन्, विश्वास तिमीलाई पाउने। गुम्सिएका हरेक पानाका भावलाई जीवन्त पारी जिउने। मदिरा चढेपछि तिम्रो नसाले भेटे जस्तै यदि भेट्थ्यो भने म घोलेर तिम्रा वर्णनका पाना आनन्दले पिउँथे। आऊ आऊ पल्टाऊ एकचोटि अनि थपिदेऊ विश्वासका छेउमा तिम्रै रोजीलाई। म चित्र कोरी ती तिम्रा शब्दको चरित्रमा ढाल्छु अनि परिपूर्ति तिम्रो खोजीलाई। हस्ताक्षर गरी तिमीले पहिलो पानामा डायरीलाई पूर्ण गरिदेऊ। हस्ताक्षर गरी तिमीले पहिलो पानामा डायरीलाई पूर्ण गरिदेऊ। समेटी मायाले भरिएर च्याप अँगालोमा कसिलो गरी अनि हरेक पानालाई महसुस गरिदेऊ। समेटी मायाले भरिएर च्याप अँगालोमा कसिलो गरी अनि हरेक पानालाई महसुस गरिदेऊ। धन्यवाद।